सम्भावना नेपालीय निक्कगु वार्षिक साधारण सभा चुकुदो। निक्कगु वार्षिक साधारण सभा शनिबार येले चुकुखा। वार्षिक साधारण सभा उलिजा बागमती प्रदेश पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी साक्य यानादी गुखा। सम्भावना नेपाली अध्यक्ष बिना महर्जन या नाय सिन्हाको च्याचोले ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष मनोज बहादुर न्याछ्यो यल महानगरपालिका महिला लिसे बाल बालिका प्रमुख महेश्वरी विष्ट लगायत सम्भावना नेपाली त भिन्तुना देछानादी गुखा। ज्याचोले संस्था या कार्य प्रगति बारेमा जानकारी दिएको खा। हजुर सभासद हुनुहुन्छ ओ मन्त्रीज्यू पहिला पनि मन्त्री भइसक्नुभयो, आगामी दिनमा पनि फेरि यहाँको पालो आउँछ, पक्कै पनि हाम्रो शुभकामना पनि छ। यहाँहरूले संसदभित्र पनि त्यस्ता चाहिने कुराहरू उठाउनु पर्यो। महिला इम्पावरमेन्टको निम्ति गरिरहेको काम ठिक छ कि छैन, त्यसलाई कसरी लाने होला, कसो गर्दा चाहिँ हुन्छ होला। तर यहाँ काम प्रशस्त भएको छ। म त जिउँदो एउटा चाहिँ त्यो के भन्छ प्रत्यक्ष देखेर भित्र डुबेर त्यो चाहिँ समुद्रभित्र डुबेर चाहिँ हेरिरहेको मान्छे हो। साँच्चै भन्नु कामको नापा काम धेरै छ। बजेट जथाभावी खर्च भएको छ, राम्रो सदुपयोग भएको छ र राम्रो डाइरेक्सनमा काम पनि भएको छ। आज सम्भावना नेपालसँग पनि जोडिन पाएको छ। सम्भावना नेपालको बारेमा धेरै कुरा जानेको थिएन, बुझेको थिइनँ। बिनालाई चिनेको थिएँ केही अगाडिको। एउटा हस्तकला उद्योगमा चिनेको थिएँ। कुराकानी गर्दै जाँदाखेरि मित्रता बढ्यो, नजिक भयो। अनि अगाडि नै बोलाउनु खोज्नु भएको रहेछ, भ्याइन। यसपालि मौका मिल्यो। त्यस बापनाले म आइरहेको साथीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सम्भावना नेपाल बामे सरेको त नभनौँ, टुकटुक चाहिँ नि हिँड्या रहेछ, तर कति छिटो हिँड्न जाने रहेछ। यसको अभिभावक आमा बाबुहरू साह्रै सक्रिय रहेछ, राम्रो हेरविचार गरे रहेछ। आफ्नो यो सम्भावना नेपाललाई जन्माएको, आफूले जन्माएको एउटा संस्था टुकटुक हिँड्न सक्ने भएको, त्यो क्षमता वृद्धि गर्ने काममा सबै नलागिकन त सक्दैन। मैले आज अनुभव यही गरेँ। यसैले तपाईँहरू सबैलाई साधारण सभाको उपलक्ष्यमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु, धन्यवाद ज्ञापन गर्न चाहन्छु। र यस्तै गरी तपाईँहरू यो सम्भावना नेपाललाई अगाडि बढाउनको लागि एकजुट भएर एकमना एकताका साथ अगाडि बढ्नेछ आगामी दिनको लागि पनि भन्ने चाहिँ विश्वास मैले दिएको छु। ज्याचोले सशस्त्र प्रहरी डिआइजी डाक्टर रूपक महर्जन, यल महानगरपालिका वडालिया 17 या वडा अध्यक्ष विनोद महर्जन, सम्भावना नेपाली पदाधिकारी लगायत उपस्थिति दुगुखा।